नेपालमा गरिबी निवारण गर्नका लागि धेरै नेपालीहरू गरिबी भए। नेपालमा गरिबी निवारण गर्नका लागि के चाहिँ गर्नु पर्ला त? नेपालमा गरिबी निवारण गर्नको लागि नेपालको जनता गरिब होइन, एउटा के भन्छ सोच्ने शक्ति गरिब हो। नेपाली जनताले गरिब निवारण बनाउनको लागि के गर्नु पर्दैन, नेपाली जनता मस्त सुते हुन्छ। के भन्नुहुन्छ त? रोचक कुरा गर्नु म त। ल, यदि तपाईँले नेपाली जनतालाई सुताएर मन्थली स्यालेरी ल्याउन चाहनुहुन्छ, स्यालेरी दिन चाहनुहुन्छ भने एउटै मात्र भिजन हुनुपर्छ, टक्क नेपालमा एउटा सेक्युरिटी राम्रो हुनु पर्यो होइन। दुनियाँबाट चाइनाबाट चाहिँ 10 लाख 20 लाख चाहिँ एउटा बुद्धिस्ट कन्ट्री भएर लुम्बिनी हेर्न आउँछ, टक्क बौद्ध घुम्न आउँछ। एउटा इन्डियाबाट आउँछ, फेरि पशुपति घुम्न आउँछ। इन्डियाको मान्छेहरूले चाहिँ के मनपर्छ भने पुरा हिमाल मनपर्छ, उनीहरूलाई पशुपतिनाथ मनपर्छ दर्शन गर्नको लागि, हिमाल हेर्न आउँछ। इन्डियाको जनसङ्ख्या वर्ल्डकै टप जनसङ्ख्या इन्डियामा अहिले, त्यहाँबाट चाहिँ 20-30 लाख जनता आउँछ। होइन, तपाईँको कुरा चाहिँ रोचक लाग्यो किनभने अर्को फेरि यता म्यानमारतिरबाट, भियतनामतिरबाट पुरै बुद्धिस्टहरू आउँछन्। टोटली कति नेपाली जनताभन्दा बढी भिजिटर हुन्छ नेपालमा। अब तर होइन, तपाईँलाई भन्छु यो विगतमा चाहिँ यो गणतन्त्र आएपछि चाहिँ के भयो कि युरोपबाट भियतनामबाट जुनसुकै पनि देशबाट नेपालमा घुम्न आए पर्यटनहरू, कसैको क्यामेरा चोरिदिने, कसैलाई बलात्कार गरिदिने, कसैलाई जङ्गलमा लगेर लुटिदिने, त्यो भइदिएर चाहिँ अहिले नेपालमा पर्यटन कम्ती भयो क्या। त्यही भएर नेपालको सेक्युरिटी सिस्टम एकदम राम्रो हुनु पर्यो। विदेशीहरूलाई चाहिँ एकदम सेक्युरिटी दिन सक्नु पर्यो नेपाल सरकारले। युरोपबाट हेर्नुहोस् त हिमाल चढ्नलाई कति आउँछ, एउटा हिमाल सागरमा त चढ्नलाई उनीहरूले अरबौँ खर्च गर्छ। अरब भनेको नेपाली जम्मा 3 करोड छ मान्छे, त्यहाँबाट अरब तिरेपछि त्यो जनतालाई हेर त महिनामा स्यालेरी जसरी आउँछ नि त्यसरी बाँड्छ। तर तपाईँको भनाइमा चाहिँ म पनि सहमत भएँ होइन। नेपाली जनताहरूले चाहिँ काम गर्नु पर्दैन, सुत्ने महिनाभरि पैसा लिने। तर सेक्युरिटी मात्रै चाइनाको मान्छे मात्रै धेरै न 25% नेपालमा आयो भने आउँछ, आयो आउँछ। नेपाल बुझामा जन्मेको भनेर प्रचार गर्न सक्यो भने चाइनाको मान्छे 25% नेपाल आयो, अर्थात् इन्डियाको मान्छे पशुपतिनाथ हेर्न हिन्दूहरू नि त उनीहरू त पशुपतिनाथ धेरै आउनु पर्दैन हेर्न आयो भने इन्डियाबाट 25%, चाइनाबाट 25%, पुरो युरोपबाट चाहिँ हिमाल चढ्न अरबौँ खर्च गरेर आउँछ। त्यहाँबाट अहिले विदेशमा कमाएको स्यालेरी नि नेपालमा सुतेर नेपालीले काम गर्नु पर्दैन। नेपालीको भनेको भाग्यमा भनेको काम गर्नु पर्दैन, बाइक चलाउन, घुम्ने, रमाउने, गभर्मेन्टको सेलेरी थाप्ने। नेपालीहरूको के हुन्छ अझ त्यहाँ रेस्टुरेन्टहरू हुन्छ, ठुल्ठुला चाहिँ होटलहरू हुन्छ। काम गर्ने मान्छे चाहिँ यता बङ्गलादेशबाट, श्रीलङ्काबाट, इन्डियाबाट टक्क ल्याउने नेपालीहरू। यो कुरामा चाहिँ तपाईँको यो कुरामा म एकदम 100% सहमत भएँ होइन। यो कुरालाई चाहिँ बालेन सरकारले ध्यान दिनु पर्यो। नेपालमा सुरक्षा हुन्छ नि, सेक्युरिटी सिस्टम एकदम टाइट गर्नु। अर्को कुरो नेपाललाई अझै प्लस पोइन्ट, नेपाललाई कसरी माथि लाने भन्ने कुरो नेपालमा एकदम अहिलेको स्थितिमा अहिले वर्ल्डभर चाहिँ यो तेलको सर्टेज भइरहेछ, ग्यासको सर्टेज भइरहेछ। नेपालमा के छ, विद्युत एकदमै नेपालमा ज्यादा छ, एकदम पानी सम्पूर्ण कुराहरू चाहिँ बिजुलीबाट चलाउने, गाडी बिजुलीबाट चलाऊ होइन, खाना पकाउनलाई बिजुलीबाट इन्डक्सन चुलोहरू चलाऊ होइन। यो तेल र ग्यास भनेको छुँदै नसुहाने ल हेर त। अब इन्कम मात्रै छैन नि त नेपालमा, यो बाहिर पैसा जाने काम त गर्नै नगर्ने। त्यही भएर नेपाली जनता सुतेर खान पाइन्छ मजाले। 3 करोड नेपाली जनताले चाहिँ काम गर्नु परेन, सुत्ने, महिनाभरि पैसा लिने। बस नेपाल सरकारले राम्रो नीति ल्याउनु पर्यो, नियम ल्याउनु पर्यो। यो चाहिँ हाम्रो बालेन सरकारलाई सुझाव सेक्युरिटी राम्रो गर्नु पर्यो नेपालमा। बिहारबाट मान्छे ल्याउने, श्रीलङ्काबाट मान्छे ल्याउने, बङ्गलादेशबाट मान्छे ल्याउने, काम लगाउने, चाइनाबाट ल्याउने। नेपाली जनता 3 करोड नेपाली जनता भनेको सुत्ने, महिनाभरि पैसा लिने। धन्यवाद। ओके, थ्याङ्क यू। ओके, धन्यवाद।